ल हाम्रो दाइहरू बहिनी हामी चाहिँ अहिले सुदूरपश्चिम मार्गतिरबाट खानी डाँडा भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ होटल माउन्टेन भ्यू अनि लज पनि रहेछ, सस्तो प्राइसमा तपाईँहरूलाई रुम पनि अभाइलेबल छ। र यहाँको खानाहरू चाहिँ एकदमै मिठो छ। तपाईँ अर्ग्यानिक खाना होइन, तपाईँ घोरलको सुकुटी, यहाँको लोकल माछा अनि यहाँको लोकल परिकारहरूदेखि लिएर लोकल चामलको भात पनि खान पाउनुहुन्छ, जुन हामीले पहाडतिर खाने गरेका छौँ। रातो चामलको भात त्यो पनि एकदम बेस्ट प्राइसमा एकदमै मिठो छ होइन। तपाईँहरू इफ तपाईँ यो सुदूरपश्चिम साइडतिर घुम्न आउँदै हुनुहुन्छ भने खानी डाँडाको यो होटल चाहिँ भिजिट गर्न नबिर्सिनु होला, किनकि यहाँको अर्ग्यानिक खाना एकदमै मिठो छ। अनि त्यसै गरी हाम्रो सर्भिसिङमा केही कमी छ र हजुरहरूलाई? सर्भिसिङहरू पनि राम्रो छ, ठिक छ होइन। यो ठाउँमा यतिको अफोर्डेबल प्राइसमा होइन, यो सर्भिस भनेको एकदमै राम्रो हो। तपाईँहरू एकचोटि यतातिर आउँदाखेरि चाहिँ अवश्य पनि भिजिट गर्न नबिर्सिनु होला भन्न चाहन्छु म चाहिँ। यहाँको तपाईँहरू आँपको अचार, यहाँको लोकल काँक्रो, मतलब तपाईँ सबै कुरा अर्ग्यानिक पाउनुहुन्छ। हामीसँग यो पहाडको लोकल घिउ पनि छ, अनि राइतो छ, दही छ, हामीसँग महीहरू हरेक चिजका उत्पादनहरू छन्। यसै गरी हाम्रो सरहरू महीनगरबाट आउनुभएको छ, हामीलाई सम्झेर माया प्रेम गरेर। हाम्रो हिजो राति पनि हामीले त्यस्तो राम्रो सर्भिसिङ पनि गर्न सकेन, त्यसै गरी अहिले हामी सरहरूलाई अहिले अलि राम्रो गरेका छौँ। त्यसै गरी हाम्रो सरहरू पनि एकदमै खुसी हुनुभएको छ। हाम्रो टाढाबाट आइराख्नु भएको थियो। हाम्रो खानी डाँडा 05 हो, खानी डाँडा माउन्टेन गेस्ट हाउस। हामी हजुरहरूलाई नम्बर पनि पठाइराखेका हुन्छौँ त्यसमाथि। हजुरले त्यसमा कन्ट्याक्ट गरेर हाम्रो 24 घन्टा हाम्रो होटल खुल्ला हुन्छ। कोही समस्या, कोही केही गर्दा, हरेकमा हाम्रो समस्या हुँदा त्यसमा हजुरहरूले कल गर्न सक्नुहुन्छ। ल हस्त, धन्यवाद।